हेलो गाइज, सबैजनालाई धेरै धेरै धन्यवाद। यस्तो राति चाहिँ कहाँ हिँडेको होला भन्नुहुन्छ होला। म काम सकेर घर जाँदैछु अनि आज फेरि हाम्रोमा खानेकुरा चाहिँ के रहेछ भने नि चामलको भात र कुखुराको मासु मिसाएर पकाएको फ्राई राइस बनाएको रहेछ। अनि खाना पनि के खानु भनेर राति हुँदी यत्तिकै काम सकेर म घर फर्किँदैछु। हेर्नुहोस् रोमानियामा म यस्तो छ विदेशी जिन्दगी। विदेश त आयो, चिसो यति धेरै छ त पाइको होइन। चिसो र हावा सुई एकैचोटि चलिरहेछ र म चाहिँ घर जाँदैछु टोपी लगाएर। मेरो ब्याग छ पछाडि अनि हातमा खानेकुरा छ। यहाँ चाहिँ के छ म हजुरलाई अहिले नै खाएर देखाइहाल्छु होइन। अलिकति राम्रो ठाउँमा गएर बसौँ अनि टक्कसँगले खानेकुराहरू खाऊँ होइन। अहिले तपाईँको रातको धेरै त बजेको छैन, त्यस्तै 10 बज्यो होला। अनि म कामबाट फर्किँदैछु। मेरो स्लिप मोड त अन भइसक्यो होइन। अघि नै नोटिफिकेसन दिइसक्यो फोनले, सुत्ने बेला भयो तिमी किन नसुतेको भनेर नोटिफिकेसन आइसक्यो। के गर्नु, काम गर्नुपर्छ। अनि म टक्क यहाँ आएँ तपाईँको होइन। हजुरलाई म अलिकति माथि गएर देखाउँछु ल। कास्टल छ त्यहाँनिर होइन। त्यो भयो कास्टल हाम्रो। अनि यो पछाडिको भयो ब्रिज, लन्डन ब्रिज त होइन, त्यो भयो हाम्रो कास्टल। यो पछाडिको ब्रिज। अनि यस्तो छ, अलिकति लाइट भएको ठाउँमा बसेर केही खानेकुरा खानु पऱ्यो भनेर क्या छ। अयो रुगा लागिरहेछ फेरि होइन, चिसो यस्तो धेरै छ। यहाँ फोन राख्नु पऱ्यो अनि टक्क खानेकुरा खाएर घर गएर सुत्छु ल। यो मेरो खानेकुरा यहाँनिर एकचोटि फोन राख्नु पऱ्यो। हावाले फेरि फोन लगाइदियो भने फेरि 2 महिनाको स्यालेरी त जान्छ त। मैले स्टिक पनि लिएर आएको छु। म चाहिँ ब्यागमा बोकिरहन्छु क्या, कहिले काहीँ केही न केही चाहिहाल्छ भनेर। स्टिक यहाँ छ र टक्कै यहाँ राख्ने मोबाइल होइन। अनि खानेकुराहरू खानुपर्छ। यो मेरो ब्याग हो। ब्याग बोकेर चाहिँ कहाँ हिँडेको होला भन्नुहुन्छ होला विदेशी मान्छे भएर। टोपी धेर लाएर कपाल चिलाउँछ क्या फेरि, त्यही भएर हो। ब्यागभित्र के छ भने देखाइदिउँ। ओ माई गॉड, आज त खानै बिर्सेछु यार। एउटा किवी लिएर आएको थिएँ, दिउँसोको खाना है। फेरि दिउँसो भात खाइन नि त। एउटा अभोकाडो लिएर आएको थिएँ। अनि नोटबुक पनि छ फेरि मेरो। के छ भने देखाइदिन्छु, सिक्रेट थिङ्सहरू। धेरै देखाउँदिनँ फेरि यस्तो कुराहरू, महँगो कुराहरू। यति नै रहेछ हौ। एउटा कट्टु पनि छ फेरि, एउटा टी सर्ट पनि छ एक्सर्साइज जानको लागि। ब्रेक भएको बेलामा चाहिँ एक्सर्साइज जान्छु कट्टु सट्टु लाएर। आज त एक्सर्साइज गइनँ यार, किनभने हिजो राति मलाई सुत्न गाह्रो भएको थियो। ओके, अब केही खानेकुराहरू खाऊँ। फोन चाहिँ टक्क तपाईँको यो स्टिक पनि लिएर आएको छु क्या। त्यो स्टिक जहिले पनि बोकिरहेको हुन्छ। यहाँ राखौँ ल। यो फेरि काट्यो भने तपाईँको क्यापकट पनि एडिट गर्नुपर्छ। क्यापकट पनि एडिट गरिसकेपछि लोगो आउँछ अनि क्वालिटी पनि घट्छ क्या। त्यही भएर म एडिट नगरिकन सट्टै हाल्नु पऱ्यो।
अन द स्पट ल यहाँनिर राख्नु पर्यो फेरि ट्याक्कै थिच्यो भने रेकर्ड बन्द हुन्छ कि यहाँ रेकर्ड भइरहेछ ल अड्कियो ननस्टप 5 मिनट गइसक्यो है उतापट्टि फेस राम्रो आउँछ यता राख्नु कि यता राख्नु होइन फेस राम्रो कता आउँछ भन्दा पनि ल यो तपाईँको पछाडिको हाम्रो यो डिजाइन भयो यो राख्छु मानिसहरू पनि आउँदै हुनुहुन्छ तलबाट टुरिस्टहरू म यहाँ उभिनु पर्यो होइन मलाई देखियो होला ल अब मैले हजुरको आजको खाना चाहिँ मेरो यस्तो छ है त्यो पनि बिहानै रेडी गरेर खानु पर्यो भन्दै टाइम पनि बितिहाल्यो भोक पनि लागेन अन्त त्यो खानु पनि पाइनँ बुना स्यारा पोफ्ते बुना मुल्सु मेस्क यहाँ चाहिँ फेरि पोफ्ते बुना भनेर चाहिँ तपाईँको राम्रोसँग खानुहोस् भनेर एकदम धेरै आदरको साथ गर्छु यहाँनिर मैले धेरै कुराहरू सिकेको छु अब यो म खान्छु है नेपालमा भएकोमा यति धेरै सलाद मात्रै खान्थ्यो नि चामल नखाएर यहाँनिर सलाद खानु यस्तो गाह्रो छ क्या फेरि गाह्रो छैन तर हाम्रो पसल टाढो छ होइन सलाद खानु गाह्रो छ अनि हाम्रो यो होटलमा पाउँछ क्या हाम्रो रिसोर्ट हो नि त यहाँनिर एभ्रिथिङ पाउँछ त्यही भएर यहाँनिर दिन्छ हामीलाई मागेको बेलामा रुगा लागिरहेछ प्याज छ अनि काँक्रा छ अनि एउटा साग छ अनि ग्रिन चिल्ली होला हौ क्याप्सिकम हो कि यो छ अनि यति हो नेपालमा बसेर तपाईँको हैन परिवारसँग यति खान पाए पनि कस्तो आनन्द हुन्थ्यो भनेर पहिले विदेशमा मान्छेले भनेको देखिन्थ्यो आजभोलि त हो कि जस्तो लाग्छ क्या म छिटो खान्छु अनि भिडियो बन्द गरिहाल्छु ल आई थिंक पुग्यो होला मलाई अब रेस्टुरेन्टबाट यो चम्ची चाहिँ म गोजीमा हालेर हिँड्छु क्या भोलि फेरि लान्छु पुऱ्याइदिन्छु यो मेरो काम गर्दा लगाउने टोपी हाम्रो यो कम्पनी होइन रिसोर्ट हो रोमानियाको वान अफ द बेस्ट रिसोर्ट टु मच अब भारी बोकेर जानुपर्छ घरतिर सुत्नुपर्छ साथी भोलि त फेरि बिहानै आउनु छ काममा
गएर नुहाउनु पनि पर्यो, हात खुट्टा धुनु पर्यो, ब्रस गर्नु पर्यो हैन, मुख धुनु पर्यो, मोइस्चराइजर लाउनु पर्यो, बडी मसाज गर्नु पर्यो, अनि सुत्नु पर्यो। धेरै धेरै धन्यवाद यहाँसम्म मेरो भिडियो हेरिदिनु भयो। सबैजनालाई धेरै धेरै धन्यवाद भन्छु। यो भिडियो चाहिँ यसरी नै कायम राखिरहन्छु, किनभने म हजुरले कस्तो खालको भिडियो बनाएको भन्दा पनि यो मेरो युट्युबमा हाल्नुको विशेष उद्देश्य चाहिँ के छ भन्दाखेरि त्यसमा पछि भन्छु ल। गुड नाइट। के हेर्ने पछाडिको दृश्यहरू ल हेराउँदै लान्छु नि त घर। यहाँ फेरि तपाईँ कोही पो छ त यहाँ 10 मिनट पो भइसक्यो त प्रभुजी। ल यहाँ म घरसम्म चाहिँ तपाईँलाई म लाँदिनँ, किनभने आफ्नो घर कहिले पनि नदेखाउनु भन्छन् होइन। कि त हाम्रो बिल्डिङ हुनु पर्यो। हामी त यहाँनिर तपाईँको सुँगुरहरू बस्ने फार्ममा बस्थ्यौँ। उडुस त्यस्तै छ, फेरि उडुसले खान्छ। डर लाग्ने कुराहरू छ फेरि हेर्नु न, भेडाहरू यतै छ। यो चाहिँ फेरि को हो फेरि? कफी खाइरहेको छु फेरि बदमास। ल लाइट गयो होइन। भिडियो यहाँसम्म हेर्नुभएको छ भने धेरै धेरै धन्यवाद। गुड नाइट, बाई बाई।